यहाँहरू सबैलाई सेवा। फेरि पनि म अर्को एउटा भिडियो लिएर तपाईँहरू सामु उपस्थित भएको छु। सुनसरी धरानका मेयर हर्क साम्पाङ राईले राष्ट्रिय श्रम संस्कृति पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएको कुराहरू सञ्चार माध्यमहरूमा आइरहेका छन्। साम्पाङ राई स्वतन्त्र रूपमा धरान उपमहानगरपालिका मेयर जितेसँगै त्यहाँ श्रमको माध्यमबाट खानेपानी धरानमा ल्याउने, श्रम संस्कृति पार्क लगायतका विभिन्न पार्कहरू निर्माण गर्ने र विकास निर्माण पनि श्रम दान मार्फतै गर्ने काम र विपदको कामहरू खास गरी बाढी पहिरोले चाहिँ खास गरी बाढीले कटान खोला कटानको कुराहरू पनि श्रम संस्कृति मार्फत अथवा श्रमदान मार्फतै ती कुराहरू त्यो विपदहरूलाई टार्ने काममा प्रयास गरिरहनु भएको थियो। नेपालमा अस्वस्थ राजनीतिकले अथवा चाहिँ राम्रै काम गरे पनि विरोधी पार्टीको विरोध गर्नुपर्ने अथवा विपक्षी पार्टीको विरोध गर्नुपर्ने संस्कृतिले गर्दाखेरि खास गरी पार्टीहरूले जनतालाई विभाजन गरेको र चाहिँ श्रम संस्कृतिले चाहिँ जनतालाई जोड्ने दाबी गर्दै आउनु भएको छ। संस्कृति, प्रविधि र प्रकृतिले चाहिँ मानव समुदायलाई जोड्नुपर्ने विचार राख्दै आउनु भएको छ। मेयर साम्पाङले दिनुभएको निवेदनको कागजहरू रुजु हुने क्रम चलिरहेको निर्वाचन आयोग स्रोतले विभिन्न सञ्चार माध्यमहरूलाई बताएको छ र सञ्चार माध्यममा आज हर्क साम्पाङले पार्टी दर्ताको लागि निवेदन दिएको चर्चा चाहिँ चलिरहेको छ। हर्क साम्पाङ एउटा यस्तो व्यक्ति हो 77 वर्षीय राजनीतिक इतिहासमा नेपालको राणा शासनको अन्त्य पछाडि खास गरी राजनीतिक दलहरू पार्टीहरू गठन गर्ने प्रक्रिया सुरु भयो अथवा राणा शासनको विरुद्ध लड्न 2007 सालको हाराहारीमा काङ्ग्रेस र कम्युनिस्ट पार्टीहरूको स्थापना भयो र राणा शासन विरुद्ध लड्न सुरु भयो। त्यो कालदेखि अहिलेसम्म पनि यो देशको खास गरी मधेसी, दलित, मुस्लिम, आदिवासी जनजाति, महिला लगायतका यी वर्ग समुदाय चाहिँ आफूलाई प्रधानमन्त्रीको रूपमा दाबी गर्न अथवा चाहिँ म प्रधानमन्त्री हुन्छु भनेर एउटा चाहिँ आवाज पनि निकाल्नु नसकेको अवस्था, चाहे चाहिँ एमाले होस्, चाहे काङ्ग्रेस होस्, चाहे माओवादी होस्, चाहे जुनसुकै पार्टीमा राजनीति गरे पनि आफूलाई प्रधानमन्त्रीको रूपमा अगाडि सार्न सकेको थिएन त्यो वर्ग समुदायले। तर हर्क साम्पाङ यस्तो व्यक्ति हो जब जेनजी आन्दोलन पछाडि भएको परिवर्तन पछि बनेको अन्तरिम सरकारको प्रधानमन्त्री म बन्छु र यो देशलाई चाहिँ म निकास दिन सक्छु, यहाँको भ्रष्टाचारीहरूलाई अन्त्य गर्ने, यो चाहिँ यहाँको कमिसन खोरहरू खास गरी चाहिँ घुसियाहरूको अन्त्य गर्ने र चाहिँ यो देश चाहिँ एउटा चाहिँ म भविष्यमा एउटा चाहिँ समृद्ध बनाउँछु भनेर चाहिँ दाबी गर्न सक्ने एउटा व्यक्ति हो हर्क साम्पाङ। सरकारले आगामी फागुनमा राष्ट्रिय प्रतिनिधि सभाको निर्वाचनको घोषणा गरिसकेको छ। त्यसै सँगसँगै मतदाता नामावली दर्ता गर्नको लागि आह्वान पनि गरिसकेको छ र मतदाता नामावली दर्ताको क्रम पनि सुरु भएको छ। हर्क साम्पाङले राष्ट्रिय श्रम संस्कृति पार्टीको निवेदन दिइसकेपछि अब काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि सायद पार्टी दर्ता गर्नेछन्। अहिले पछिल्लो समयमा जेनजीहरूले पनि पार्टी यदि निर्वाचनमा जाने हो भने पार्टी दर्ता गर्नु पर्यो या कुनै पनि पार्टीमा आबद्ध हुनै पर्यो। वास्तवमा यो देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख
अनि यो देशको समावेशी समानुपातिक राज्य व्यवस्था र खास गरी यो देशलाई समृद्ध बनाउन, उन्नत बनाउनको लागि आफूलाई मन परेको पार्टीमा आबद्ध हुन या चाहिँ पार्टी खोलेर निर्वाचनमा आउनै पर्ने हुन्छ। संविधान अनुसार चाहिँ पार्टी मार्फतै निर्वाचन लड्नुपर्ने हुन्छ या स्वतन्त्र भएर पनि लड्न चाहिँ पाइन्छ। त्यसो भएको हुनाले आगामी दिनमा यो फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनमा नयाँ र पुराना पार्टीहरू बीच सङ्घर्ष हुने, एउटा निर्वाचनको प्रक्रियामा लडाइँ हुने सम्भावना देखिन्छ र फेरि पनि पुरानो पार्टीहरूले आफूलाई सुधार गर्नुपर्ने र नयाँ पार्टी चाहिँ एउटा राम्रो घोषणापत्र र विचार सहित स्थापित अगाडि बढ्नुपर्ने स्थिति आएको देखिन्छ। धन्यवाद।